नो देखाएको सेम छ त अनि त्यो त अनि मेरै सेम के त तिम्रो जुवा क्या अर्को कलर के टिपी पनि छ आदि कहाँ जान्छ अनि कालो लेडिसले त ब्यागी पेन को लाउँछ जोरुवा भनेर त लगाउँदैन एकै कलरको लगायो दाजुभाइ हो नि त दाजुभाइ यो हल्का कलर डिफरेन्स रहेछ नि त यहाँ त्यही भने कुन चाहिँ लिनु मलाई कुन चाहिँ कालेला काले छ ब्ल्याक एन्ड व्हाइट कालेला छ सबले हेर्छ यहाँ मलाई खै त मलाई सपोर्ट गर्ने है सबैले यहाँ हेपेर यो मेरो लागि खै यसले होइन कति रे के गरिरहनु यो हामीलाई अरे दाजु चाहिँ कति भन्नु ओ किन रहेछ मेरो 30 रुपैयाँ 30 रुपैयाँ किनेको मैले अलिकति स्पेस अम्मै यसको त यो पो ठिक छ त अन्त त्यही त भनेको आज मेलामा लैदिउँ भनेको यो त पर्दैन भन्नु न प्राइस पाइँदैन आराम के त होइन दिसामा त दाम उही गर्छ 750 मेरो त 14 गरिदिन्छ 14 गरिदिन्छ के भयो यहाँ दाम नमिलेको अवस्थामा क्लास 8 देखि नै छ भने बाहिर स्कुल लाग्यो नि त कि गाउँबाट यता बिरपाडा स्कुल लाग्यो त्यही यसको लगाइदियो बिचमा त खतम भयो मेरो पनि ठुलो मैले बिरपाडा हेर्छु दाम कम्ती गर्नु न खाली 1500 हुन्छ 750 रहेछ एउटाको 400 काले गर्नु न 400 को हुन्छ के डिस्काउन्ट छ यहाँ दाम नमिलेको अवस्थामा तेरो अवस्था छ के भन्छ कम्ती पनि हुँदैन तपाईहरु दाम घटाउँदैन तपाईँले एकदम रिजनेबल गरेर 750 गरेर लगाइदिनु हुँदैन मिल्दैन 1300 450 गर्नु नि त भाइको युट्युब च्यानल छ हजुर हजुर के नाम हो खपङ्गी हाम्रो यो अहिलेको हाम्रो नयाँ एकाउन्ट हजुर खपङ्गी लेख्नुहोस् न खपङ्गी KHPANG अहिले त छैन अहिले त 2-3 मिलियन होला नै नो बिहान भर्खर खोल्यो हिजो भर्खर खोलेको कम्ती गर्नु न 60 रुपैयाँ गर्दा खतरा सब्स्क्राइबर गरिदिने हेर हाम्रो च्यानलको नाम गर्नु न ताको त्यही छ त हेर 800 रुपैयाँ हो लुको भन्छु ल पुरा पुरी 900 रुपैयाँ दिएको भयो पुरा पुरी यहाँ किनिसके त मैले पेन किनेँ म पुरा पुरी दिन्छ हामी दिनु न 900 रुपैयाँ दिनु पुरा पुरी दिन्छ हिजो अस्ति खोलेको हिजो खोलेको कि अर्को एकाउन्ट त छ नि राम्रै हुन्छ भयो मिल्यो कुरा मिलेछ त अन्त दुई भाइ खुसी त्यसलाई थाहै छ मिल्यो रेशमा दिदीलाई चाहिँ थ्याङ्क यू भन्न थ्याङ्क यू रेशमा दिदी हुन्छ अङ्कल गएको ल सञ्चय भिडियोमा हेरे दिले भो खुट्टा जुट्टा कुन चाहिँ मन पर्यो प्लिज 700 रुपैयाँ अयो खतरा भन्छ त्यसले त निखिल भाइ जु म घर जानुपर्छ कपालहरू काट्नुपर्छ